Hello guys, welcome to my channel. I'm reading the channel. आज चाहिँ हाम्रो मनिष दाइको आयो अस्ति मिस गर्नुभएको थियो सो त्यही भएर आज हान्न लाग्नु छ दाइले चाहिँ हाम्रो रिज दाइको टाइमिङ 37.02 लाई बिट गर्छु भन्नुभएको छ इफ बिट गर्नु भएन भनेपछि चाहिँ 85 बर्पी पेनाल्टी छ हो कि नि त 85 बर्पीको लागि रेडी हुनुहुन्छ कि टाइम बिट गर्नलाई रेडी हुनुहुन्छ ट्राई गर्ने हो तिमीलाई चाहिँ पनिसमेन्ट मात्रै दुईटामा त एउटा गर्नै पर्ने हुन्छ अब त्यत्रो टाइम बिट गर्नलाई रेडी हुनुहुन्छ कि 85 बर्पीको लागि रेडी हुनुहुन्छ अभियसली टाइम बिट गर्ने ल यो अन्त दाइ के हान्ने आज म आज चेस्ट भोलि सर्किट chest and tries no circuit today bro can't circuit नो टुडे not today भोलि भोलि Holy can't circuit holy kickboxing भोलि किक बक्सिङ अफ एक दिनले के हुन्न दाइ त्यसपछि 2 दिन रेस्ट होइन दाइ सोरिङले गर्दैन भन्दा म नि गर्दैन ऊ अब यहाँ कम्प्लेन आउन लाग्यो अब यहाँ फेरि खै सो आज डे पनि आइपुग्यो दौडिँदैछ डेको आज सर्किट होइन आज हाम्रो मनिष ब्रोको सर्किट हो एकदम राम्रो पेसमा छ आज 11 को पेसमा दौडिरहनु भएको छ है नाइस लेट्स गो मनिष ब्रो यु गट दिस लेट्स गो दुईवटा एक्सर्साइज सकिसक्यो है मनिष ब्रोको दुईवटा एक्सर्साइज भ्याएर अब थर्ड रनको लागि हो यो म चाहिँ भर्खरै आई जस्ट डिड अ little treadmill like jog 2 kilometers जस्तो अब now we are going to what are we going to do now we are going to do some push-ups आज मेरो chest day हो let's do some push-ups खतरा पेस है मनिष ब्रो खतरा पेस गुड पेस let's go you got this राम्रो छ है पेस एकदम राम्रो छ पेस बेन्च प्रेस हान्नु भयो त्यस्तो कब्जा हान्दै म के हान्नु अब लेट्स सी इन्क्लाइन हान्नु भयो आज थिङ्स बी अलराइट इन्क्लाइन पुसअप भइरहेछ हाम्रो डेली हान्दैछ ड्याङ लभली पानी डेन्जर परिरहेछ मनिष ब्रोको अपडेट दिनु पऱ्यो फेरि ओ गजब लेट्स गो पेस बनाउँदै हुनुहुन्छ होइन सही हो ल लभली बबाल मनिष ब्रोले भर्खर बर्पी सकाएर आउनुभयो अब लास्ट किलोमिटर रन होइन त अब लेट्स गो ल यु गट दिस सकिन्ला लास्ट किलोमिटर रनमा चाहिँ बाँकी छ है यहाँ मनिष ब्रोले आज खतरा पेसमा गरेको छ यार इट्स भेरी इन्सपायरिङ क्रेजी के छ डे हाउ यु फिलिङ भेरी गुड सकेर हान्ने ल हामी बेन्च प्रेस अब लिटल टक्स आई गेस लेट्स सी सक्यो नि त कति टाइममा भ्याउनु भयो आज 6:30 हो र सही बबाल टाइम हो यार त्यो भने यार एकदम दामी हो यार तर थाक्यो है यति गरेपछि फेरि फुल बडी वर्कआउट भयो नि त के हो यहाँ चाहिँ त्यो ज्यानले गर्न मलाएर गर्छ क्या त्यो दिन गरेन भने झ्याउ हुन्छ क्या बुझेन हो किनभने डिफ्रेन्ट टरेन हो अल्छी लाग्यो भने जस्तो हो त त्यहाँ त कहाँ आउँछ लाग्छ त हाल्नै पर्छ त फेरि नि हो त्यहाँ त कहाँ भन्नु पर्छ भनेर हो अब तर होइन ग्रेट जब लो सही हो है त ल लेजेन्डलाई अलिकति हात माथि राख्नुपर्छ होला तिम्रो यार सिधा होइन यहाँ लाइक दिस यो वालालाई पनि अलिक सिधा ए हो र ल 3 more ल हो दाइ कस्तो हुन्छ फार्म रनको तयारी हजुर फार्म रनको तयारी I think I'm going to finish nice. पोडियम That's the attempt. That's the hope. Well, 4:30 जस्तोमा I can average around like 4:30 a kilometer. अनि अब मेरो टिममेट कस्तो छ हेरौँ को को हजुरको टिममेट रिमेनिङ मनी ब्रो छ नि मनी मनी ब्रो अर्को चाहिँ नि सोनम ब्रोको बिहानको क्लायन्ट द गाई ओके and this is your Arina Didu. Yeah, I think we're going to do well actually. She's quite a runner herself. So हजुरलाई अनि कुन एक्सर्साइज फार्म रनमा त्यो अब्स्टिकलहरू गाह्रो होला जस्तो लागिरहेछ
अब्स्टिकलहरू रोप क्लाइम्बहरू रोप क्लाइम्ब चाहिँ नि होइन त्यो टेक्निक अलिकति राम्ररी किनभने त्यो हातले मात्र गर्ने होइन नि त त्यो चाहिँ सिक्न कि त स्ट्रेन्थ लगाउनु पऱ्यो हातले मात्र गर्ने हातले मात्र गर्ने भएन अनि हेरौँ त्यो चाहिँ गाह्रो हुन्छ जस्तो लाग्छ टायर फ्लिपहरू त इजी नभए बर्पिस गरे रोप क्लाइम्बको सट्टा कति बर्पिस हो त हो ओके नाइस टिममेटको नि आफैले गर्दिनँ बर्फी पनि गर्न पाउँछ अनि म चाहिँ त्यो सोचिरहेको छु गरिदिने फिनिस 1-2टा बर्फी भनेपछि त दिदीहरू आउनुहुन्छ हाम्रो टिम दालबातलाई त रोप क्लाइम्ब भन्दा बर्फी हान भनेपछि छिटो सकाउला नि जस्तो छ अब म तिम्रो इन्टरभ्यू लगाउँछु सो दा हजुरहरूको लागि मैले एउटा गुड न्युज ल्याएर आएको छु नि एउटा मैले गुड न्युज ल्याएर आएको छु नि दाइ सो हाम्रो रोप क्लाइम्बको सट्टा बर्पिज गर्न पाइन्छ अरे नि कस्तो गर्न पाइन्छ रोप क्लाइम्बै गर्ने हो रोप क्लाइम्ब सजिलो म गरिदिन्छु दुईजनाको लागि त बर्पिज हिरोहरू भएर सुरुमै गर लाइक त्यो सुरुमै त्यो दौडिनु भन्दा पनि अगाडि बर्पिस गऱ्यो भने त बर्पिस सकिन्छ रोप क्लाइम्ब प्र्याक्टिस गर्नुभयो 5 किलोमिटर दौडेर रोप क्लाइम्ब प्र्याक्टिस गर्नुभयो सक्छु म त्यहाँ माथि डिस्टेन्स सानो छ तर त्यहाँ ट्राई गर्दा हुन्छ सो हजुर पुरै यस्तो भुइँमा बसेर तान्ने मैले त इजी हानिदिन्छु पहिला तिमी त भयो खतरा हानिदिएको अस्ति हान्ने तर कति हान्नु पर्ने हो त्यो हुन्छ कुरा रोप क्लाइम्ब रोप क्लाइम्बको सट्टा बर्पी 10 to 15 अनि टायर फ्लिप नि प्र्याक्टिस गर्नुभएको छैन गरिसक्नु कि तान्ने हो फ्लिप होइन तान्ने रहेछ तान्ने भनेको टायर तान्ने होइन होला त तान्ने हो तान्ने भनेको हिजो टायर तान्ने हो उसमा नि भिडियोहरूमा हेर्दा पनि तान्ने छ हो म त त्यसमा टायर फ्लिप होइन त्यसको नाम त्यसमा अरू गर्नुपर्दा उसले त्यो यस्तो बोक्ने भन्नु अँ बिचमा छिरेर एउटाले यस्तो उचाल्यो भने त्यो स्ट्यान्ड भन्दा तान्न सक्नु तपाईँ यसरी एकछिन यतिकै दौडिनु पऱ्यो नि दौडिदिने नि दुईजनाले तान्यो नत्र टायर जुरुक्क बोकेर 4 जनाले राख्दा नि हुन्छ पाउँछ अरे यस्तो हुन्छ कि तपाईँको त्यति बेलासम्म उनीहरूको त्यस्तो रुल्स राम्रो सेट गरेको थिएन होला क्या अब योपालि त भन्छ होला नि त्यस्तो गर्नु पाइँदैन भनेर तर भनेन भनेर भन्दा गरिदिने जुरुक्क बोक्न हल्का गाह्रो जुरुक्क भन्ने मुखले पो छ जुरुक्क भन्दा होइन दाइ होइन टायरलाई यस्तै राख्ने अनि एउटा अगाडि गएर ठ्याक्कै सोल्डरमा लोड राख्ने कि अनि पछाडिबाट उठाएर दुईजना टायरको भित्र आउने दुईजना साइड साइडबाट टाइम वेन आवर बडी बिल्डर फ्रेन्ड कम्स अप हो हुनुहुन्छ एउटा दाइ लिफ्टर हुनुहुन्छ नि त सो चाहिँ यो हाम्रो डिस्कसन हुँदैछ के कसरी हान्ने सो के हो यो के हो यो के हो यो ढुङ्गा हो क्या यसले घरमा ढुङ्गा पुरा टेपले ढुङ्गा टालेर ल्याउँछ क्या यसले यहाँ सब ढुङ्गा हो यो यहाँ 6वटा ढुङ्गा ओ ढुङ्गा पेटभित्र ढुङ्गा हालेर यसले 6वटा ढुङ्गा हालेको छु यो चाहिँ 6वटा ढुङ्गा हाल्न तपाईँको 6.5 year लागिसक्यो होइन अझै स्टिल निड टु एड टु मोर ढुङ्गाहरू तर टाइम लाग्छ अझै लेट्स गो गाइज इफ यु वान्ट एड सम ढुङ्गा कम टु ट्याप आउट सो भनेको बुझ्नुभएको छैन भनेपछि उसले चाहिँ 6 वर्षदेखि ढुङ्गा खाइरहेको छ खाना पकाउन अल्छी लाएर हजुर दाइ उसलाई अलिक खाना पकाउन अल्छी लाग्छ अरे त्यही भएर 6.5 year भएर ढुङ्गा खान लाग्यो दाइले त्यहाँ कोक हान्दै हुनुहुन्छ हाई गाइस आजको लागि यति नै हुन्छ आज मैले पुस हाने हल्का होइन अनि अब एप्स हाने कोर हाने समनले खतरा ट्रेनिङ गर्दैछ फार्मरको लागि अल द बेस्ट ल अल द बेस्ट है ल टेक केयर ल कोच थ्याङ्क यू आज सी अन द नेक्स्ट लट अब खोइ हेरिदिनु न फेरि ल ह्याप्पी बिलेटेड बर्थडे माई ब्रदर फेरि पनि माया छ माया ल छिटिज म्यान Hi guys, I'll be for the vlog. See you tomorrow.